दियो नि भएन आनन्द यस्तो छ प्लान। आज चाहिँ दिन यस्तो भएको छ अनि संसारी पूजा गर्नु जाँदा यसरी नै दियो कलश बोकेर विधिसाथ गाउँबाट निस्कनु पर्छ। को लग्यो ला परेवा को लग्यो यहाँको परेला हौ परेवा हौ ए बोक्यो गइङ भाउजू ल बाई 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 दुईटा हातले बाई नान्नु चिया बनाउने लु जाउँ 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 जाउँ। संसारी पूजा चाहिँ शनिबारको दिन गरिन्छ। जस्तै आइतबारको दिन गरिन्थ्यो भने अब अहिलेको जमानामा त आइतबारे के हो संसारी के हो बिस्तारै बिस्तारै बिर्सिँदै जाँदैछौँ। र अहिलेको जमानामा चाहिँ प्राय प्राकृतिकलाई पुज्ने चाहिँ मूर्ख भनेर भनिन्छ नि त होइन। ढुङ्गा माटो पुज्ने झारपात पुज्नेलाई चाहिँ मूर्ख भनेर भनिन्छ। तर हाम्रो पुर्खाहरूले चाहिँ त्यही प्रकृतिलाई नै ढुङ्गा माटो हावापानीलाई नै पुजेर आज हामी चाहिँ यहाँ आइपुगेको नि त। हाम्रो पुर्खाहरूको वंश चाहिँ हामी यहाँ आइपुगेका छौँ। तरै पनि हामीले चाहिँ आफ्नो विधिहरू चाहिँ छोड्नु हुँदैन। कल्चर संस्कृतिहरू होइन संस्कार चाहिँ छोड्नु हुँदैन। जमाना धेरै एडभान्स भए पनि मान्छे धेरै शिक्षित भए पनि साइन्टिस्टै भए पनि जतिकै फाइटर कुदाए पनि प्रकृति बिना हुनेवाला केही छैन नि त। हरेक कुरोमा नै प्रकृतिमाथि निर्भर हुन्छौँ। खानु पिउनु लाउनु डुल्नु सुत्नु सबै कुरो नै प्रकृतिमा निर्भर भएको छौँ। त्यही भएर प्रकृति बिना हामी केही होइन। त्यही भएर आज हामी प्रकृति पुज्न जाँदैछौँ हामी गट्ठै। दियो नि भएन आनन्द यस्तो छ पानी पराइ फेरि यो खालके घनाघोर जङ्गलको बिच यात्रा। हामी चाहिँ परनिर जानुपर्ने। हजुर के भएर त ए लोकन्डा तपाईँले फेरि केटाहरूले बिहा गर भन्दैछ। लोकन्डा चाहिँ आनन्दै अरे फेरि र केटाहरू चाहिँ त्यहाँ माथि पुग्यो अनि हामी चाहिँ त्यहाँ बाँसको झ्याङमाथि सिम्बलको ठुलो रुख छ त्यहाँ नै हामी वर्षौँदेखि संसारी पुज्दै आएको। उहिले पुस्तौँदेखि चिनी लग्यो दुधपाले है। अनि अब चाहिँ लगभग हामी आइपुग्यौँ। ओ कहिलेदेखि पुजेको होला है यहाँ आमामा। अब हाम्रो आख्या मेमेहरू बहुत भयो नि है। यता जब जहिलेदेखि मान्छे हाम्रो गाउँमा बसोबास गर्न थालेको थियो त्यति बेलादेखि नै होला नि है। कहिलेको पुस्तौँदेखि हो लौ त त्यही त त्यहाँको त छक्कै पर्दैन। बिचरा मामा र टासियाको बिहानै आउनु भएको थियो। मजाले टेन्टहरू हाल्नु भएछ मजाले बनाएछ नि है। हो नबिच्ने एकदम सेफ्टिस बनाउनु भएछ बनाएछ। अब चाहिँ हामी आइपुग्यौँ थानमा हाम्रो संसारी थान। बिचरा बुढो मान्छे हाम्रो गाउँको बुढो मान्छे मेमे उहाँ नै हुनुहुन्छ आजको पुजारी। ए सचिन दा डबल आयो हो अघि माग थियो है। र हाम्रो चाहिँ यो संसारी पूजाको थान मजाले चुलाहरू पनि बनाएछ है प्लेटहरू पनि मजाले सबलाई छर्किनुपर्छ हौ। ए पूजा ए उयो अब कोही पनि उयो हुनु हुँदैन। खै तिल जाऊ एकछिन म पनि हात धोइहाल्छु। एलियन्स जस्तो भएछ नि हौ। ल अब यहाँभित्र पस्दा चाहिँ हामी मुखहरू कुल्ला गरेर यसरी तिलजाउँले चाहिँ चोखुनी दबाएर खालि छम्केर पस्नुपर्छ नत्र चाहिँ हामी भित्र पस्नु हुँदैन। चप्पलहरू पनि खोल्नुपर्छ यसरी। ल त तपाईँहरूलाई म अर्को पार्टमा देखाउनेछु यहाँको पूजा गरेको भिडियो। अहिलेलाई भने बाई बाई टेक केयर।